जागिर गरेर एउटा घर या जग्गा जोड्न नेपालमा अहिले लगभग इम्पोसिबल जस्तो भएको छ। तपाईको मासिक स्यालेरी चाहिँ 50,000 छ र अहिले काठमाडौँमा एभरेजमा 2 करोडको घर चाहिँ किन्नु पर्यो भने थ्योरीमा तपाईले 40 वर्षको तलब केही खर्च नगरिकन सेभ गर्नुपर्ने हुन्छ अनि मात्र पोसिबल हुन्छ। इफ त्यो भन्दा तल कमाउनु हुन्छ भने त यो सपना झन् अझै टाढा नै भयो। लेटेस्ट अफोर्डेबिलिटी डेटा अनुसार नेपाल संसारको मोस्ट अनअफोर्डेबल कन्ट्रीज मध्ये पर्छ हाउसिङको केसमा इन कम्पेरिजन टु इन्कम। मतलब इन्कम भन्दा प्रपर्टीको प्राइस चाहिँ धेरै टाढा गइसक्यो। यहाँ प्रब्लम के हो त भन्दाखेरि पहिलो जग्गाको प्राइस स्यालेरी भन्दा छिटो बढ्यो। स्यालेरी चाहिँ 5 देखि 10% बढ्दा जग्गा केही ठाउँमा चाहिँ इयरली 20% प्लस सम्म चाहिँ बढ्यो। दोस्रो रेमिटेन्सको पैसा चाहिँ प्रोडक्टिभ बिजनेसमा भन्दा ल्यान्डमा गयो। विदेशबाट आएको पैसा चाहिँ फ्याक्ट्री स्टार्टअप प्रोडक्टिभ सेक्टरहरूमा जानुपर्ने तर धेरै चाहिँ प्लट र घरमा गयो। तेस्रो ल्यान्डलाई चाहिँ सेफेस्ट इन्भेस्टमेन्टको रूपमा मानियो र ब्याङ्कहरूले पनि यो बबललाई बुस्ट गरे। शेयर मार्केट रिस्की लाग्यो, बिजनेस गाह्रो लाग्यो, ब्याङ्क एफडी विक लाग्यो, सो सबै पैसा जग्गामा। जग्गाको भाउ रिभ्यालु गर्दै कोल्याट्रल बढ्यो। कोल्याट्रल बढ्यो भने लोन झन् थपिदियो। त्यो लोनले फेरि अर्को जग्गा किन्यो, प्राइस झन् बढ्यो। मतलब प्राइस अप, लोन अप, डिमान्ड अप, प्राइस मोर अप। चौथो भनेको चाहिँ पोलिसी विक भयो। खाली जग्गाहरूमा ट्याक्स छैन, स्पेकुलेटिभ होल्डिङमा कन्ट्रोल छैन, प्लान्ड हाउसिङ सप्लाई एकदमै विक छ। त्यसैले यसको रिजल्ट चाहिँ यङ जेनेरेसनहरूको अप्सनमा के भयो त भन्दा कि त जीवनभर रेन्टमा, कि ठुलो लोन लिएर स्ट्रेसमा, कि बढी कमाउने स्यालेरीको आशमा विदेशमा। सोलुसन के हुन सक्छ त भन्दाखेरि अफोर्डेबल हाउसिङ प्रोजेक्ट्सहरू चाहिन्छ धेरै नै। खाली जग्गा या दोस्रो घरमा चाहिँ ट्याक्सको पोलिसीहरू ल्याउनु पर्ने हुन्छ। बेटर पब्लिक ट्रान्सपोर्ट र रोडहरू हुनुपर्छ सो द्याट आउटस्कर्ट्सहरूमा चाहिँ बस्न सजिलो होस्। त्यसपछि इन्भेस्टमेन्ट अल्टरनेटिभ्स जस्तो स्ट्रङ क्यापिटल मार्केट, गोल्ड बन्ड्स, ट्याक्स बेनिफिट अन लङ टर्म इन्भेस्टमेन्टहरू जस्तो अप्सन्सहरू चाहिँ हुनुपर्छ र प्लान्ड अर्बन एक्सपान्सन पनि हुनुपर्छ। नत्र घरको सपना एउटा वेल्दी फ्यामिलीको मात्रमा सीमित रहन्छ। तपाईलाई के लाग्छ? तपाईको तलबले घर जग्गा जोड्न मिल्छ त आज?